जापानकै सबैभन्दा ठुलो ताल बिवा तालको छेउमा सिकाकेनमा आएको छु म। यहाँ चाहिँ मेरो यो सिकाकलमा चाहिँ यो भुतिया घरमा चाहिँ मेरो यो बास हुनेछ है। हेर्दाखेरि भूत बस्ने घर जस्तै छ यो। यहाँ मेरो एकजना दादाले चाहिँ यहाँ रुम लिनुभएको रहेछ। उहाँ चाहिँ बस्नु हुँदैन। म बाहिर होटलहरूमा बस्नु र अरू साथीहरूकोमा शरण लिनुभन्दा चाहिँ यहाँ खाली रुम भएकोले चाहिँ म यहाँ बस्न भनेर आएको छु। यो हेर्दाखेरि त बाहिर अति नै नराम्रो छ। दाइले पनि भन्नुभएको है कलर सलर छैन, भित्र चाहिँ ठिकै छ, गएर हेर न बस भन्नुभएको थियो। त्यो मैले चाबी लिएर आएको छु है। केही 2-4 दिन चाहिँ मेरो यहाँ बस्ने भन्ने कुरा छ। अब भित्र गएर बस्न लायक छ भने चाहिँ बस्नुपर्छ, छैन भने चाहिँ अब भाग्नु पर्ला नि। होटलतिर गएर भए पनि बस्नुपर्छ होला है। चाहिँ चाबी खोल्नुपर्छ। रुम चाहिँ ठिकै जस्तो छ है। एउटा रुम रहेछ है। एकजना दाइ पनि आएर बस्नुहुन्छ अरे यहाँ कहिलेकाहीँ। अहिले चाहिँ हुनुहुन्छ। त्यसै गरी यहाँ टोइलेट रहेछ, यता बाथरुम रहेछ है, बेसन पनि रहेछ। कार्टुनको यता कम्प्युटरहरू कुर्सीको सेटअप पनि रहेछ यहाँ। अनि राखेको रहेछ। अनि यता बेडहरूकै बिस्ताराहरू पनि रहेछ है यहाँ चाहिँ। त्यसै गरी यतातिर चाहिँ किचन रहेछ। अनि किचनमा चाहिँ एउटा फ्रिज पनि रहेछ है यहाँ। त्यसै गरी चाहिँ फ्रिजमा केही पनि छैन है, सायद चलेको छैन होला। अनि भाँडा धुने ग्यासहरू पनि रहेछ यहाँ चाहिँ। अनि यता एउटा कोठा रहेछ। समग्रमा चाहिँ यो हेर्दा बाहिरबाट हेर्दा चाहिँ जति नराम्रो भयो पनि भित्र चाहिँ त्यति नराम्रो चाहिँ रहेछ है। ठिकै रहेछ, बस्न सकिन्छ जस्तो छ है।